मिनासान कोनिचिवा ओगेन्की देसु का सन्चै हुनुहुन्छ। आज चाहिँ म फेरि लिएर आएको छु मिनानो निहोङ्गोको N5 को लेसन 4 को केही ग्रामरहरू मैले लिएर आएको छु। योभन्दा पहिलाको लेसनमा पनि मैले लेसन 3 2 पढाउँदाखेरि पनि अब लेसन 2 मा कोरे सोरे आरे, लेसन 3 मा कोको सोको आसोको बारेमा पढियो। अब चाहिँ हामी लेसन 4 मा आइसकेछौँ। लेसन 4 मा हामीले के पढ्छौँ, एउटा नयाँ कुरा सिक्छौँ है, जुन चाहिँ हाम्रो बल्ल अब स्टार्ट हुन्छ। अब यो स्टार्ट भएदेखि हाम्रो लेसन 4 देखि लेसन 50 यति पुग्दासम्म हामीले यिनी कुराहरू हेरिराख्छौँ। त्यही भएर चाहिँ अब यो के हो भन्ने कुरालाई हामीले फोकस गर्नुपर्ने हुन्छ। लेसन 4 मा तपाईले यस्तो मास 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 भएको वर्डहरू देख्नुहुन्छ है, जसको मिनिङ र जसलाई चाहिँ हामीले के भनेर चिन्न सक्छौँ भन्ने कुरालाई सोच्नुपर्ने हुन्छ। योभन्दा पहिला हामीले मास भएको वर्ड भेटे थिएनौँ लेसन 1 मा 2 मा 3 मा। अब चाहिँ मास भन्ने वर्ड आएको छ। मास भन्दाखेरि के हुन्छ, मास पछाडि छ भने हामीले के बुझ्ने इङ्ग्लिसमा भर्ब, जुन चाहिँ हामीले के भन्छौँ क्रिया। क्रिया भन्दाखेरि उठ्छु, जान्छु, खेल्छु, बस्छु, जे पनि के कुनै पनि काम है, खाने, पिउने, सुत्ने, उठ्ने, खेल्ने, जाने, बस्ने, पढ्ने, लेख्ने है, तिनी कुराहरू सब के हो, भर्ब। यसलाई चाहिँ निहोङ्गोमा फेरि के भनिरहेछ, दोषी। दोषी भनेको चाहिँ भर्ब है, दोषी भनेको भर्ब भयो। र तपाईहरुले लेसन 4 अब स्टार्ट गरेदेखि N4 को लेसन 50 सम्म पनि तपाईले यिनी मासहरूलाई हेरिराख्नुहुन्छ। हरेक लेसनमा केही न केही 2 वटा 4 वटा मासहरू आएको हुन्छ। यिनी भर्बहरूलाई हामीले राम्रोसँग कन्ट्रोल गर्नुपर्ने हुन्छ। यहाँ मैले केही इक्जाम्पल पनि लेखिदिएको छु। यहाँ हेर्नु त, ओकी मास है, ओकी मास भनेको के हुन्छ, उठ्नु। ओकी मास भनेको चाहिँ उठ्नु। नेमास, नेमास भनेको सुत्नु। अब यो लेसनमा हामीले उठ्ने, सुत्ने यिनी कुराहरू अब भर्ब हो नि त। यो पनि उठ्ने भन्दाखेरि त के एक्सन भएछ, उठ्ने, त्यही भएर के भएछ, मास, क्रिया। नेमास, सुत्ने, यो पनि एउटा क्रिया हो। हाताराकी मास, हाताराकी मास भनेको हुन्छ काम गर्नु है, काम गर्नु भन्दाखेरि यो पनि क्रिया भयो, त्यही भएर दोषी। यास्मी मास, आराम गर्नु है। बेङ्क्योसी मास, अध्ययन गर्नु। वारी मास, सिध्याउनु। यो पछाडि मास भएको जति पनि वर्डहरू देख्नुहुन्छ, यो भनेको चाहिँ के हो, हाम्रो दोषी। निहोङ्गोमा दोषी भनेको चाहिँ के भयो, हाम्रो नेपालीमा क्रिया है। यसमा मैले केही मिनिङहरू पनि लेखिदिएको छु। इमा, इमा भनेको चाहिँ अहिले। नान्जी, नान्जी भनेको चाहिँ कति बजे। केसा, केसा भनेको आज बिहान है। आशा भन्ने पनि वर्ड आउँछ हाम्रो, आशा। आशा भनेको फेरि आज बिहान, आज बिहान सुन्न छैन, आज बिहान अरे। आशा भनेको चाहिँ बिहान, केसा भनेको चाहिँ आज बिहान। स्पेसली आज बिहानलाई भन्दाखेरि हामीले केसा भनेर भन्छौँ। तर आशा भन्दाखेरि किनौनु आशा, आसात्यनो आशा, निचियोबिनो आशा, यसरी हामीले भन्नु पायौँ। त्यसपछि हाम्रो कोनबान, कोनबान भनेको चाहिँ आज बेलुका। स्पेसली आज बेलुका, आज बेलुका चाहिँ के गर्नुहुन्छ, के गर्ने प्लान छ है, यिनी कुराहरू गर्दाखेरि हामीले चाहिँ कोनबान युज गर्छौँ। त्यस्तै हाम्रो छ मिची, मिची भनेको दिन। त्यस्तै छ माई, माई भनेको चाहिँ हरेक, एभ्री भनेर बुझ्ने कि है, एभ्री डे, एभ्री मर्निङ भने जस्तै हो कि माई। जसमा चाहिँ हामीले अब एउटा मिनिङ अझै पढ्छौँ, आशा, निची पढिसक्नुभयो। स्यु भन्ने हुन्छ है, स्यु, वेट, स्यु, स्यु भनेको हुन्छ हप्ता है, स्यु भनेको हप्ता। चुकी, यहाँ हुन्छ चुकी भनेको चाहिँ महिना, जसले चन्द्रमा पनि भन्छ है, चुकी भनेको चन्द्रमालाई पनि चुकी भन्छ। तर हामीले यो पछि माईसँग युज गर्दाखेरि यसको मिनिङ छुट्टै आउँछ, लेन है, वर्ष। जस्तै अब यसको अगाडि हामीले माई राखिदियो भने के हुने भयो त, माई भनेको हरेक पढेछौँ। यहाँ फेरि नेन भनेको वर्ष हुन्छ, तर माई भन्ने बेलामा यो नेनलाई युज गर्दैन, तोसीलाई युज गर्दा धेरै युज राम्रो हुन्छ। जस्तै माई आशा, हरेक बिहान। माई स्यु, हरेक हप्ता। माई चुकी, हरेक महिना। माई तोसी, हरेक वर्ष। हामीले यसरी युज गर्न सक्छौँ। त्यस्तै अब यो लेसनमा हामीले केही पार्टिकलहरू पनि पढ्छौँ, जुन हामीले लेसन 1 मा पढेको वा, वा भनेको चाहिँ चाहिँ।
म भनेको पनि है। त्यसपछि नो पार्टिकल अझै यहाँ लेख्नै छ है। नो भनेको के हुन्छ, को भनेर हामीले बुझ्नु पर्यो। को बनाउँछ यसले, तो भनेको र अथवा सँग। त्यसपछि नि, यो लेसनमा हामीले नयाँ पार्टिकलको बारेमा पढ्छौँ। नि भनेको चाहिँ मा, एउटा निश्चित समयमा केही काम गर्छु, टाइमसँग है। टाइमको पछाडि लाग्छ यो, अझै हप्ताको बारहरूको पछाडि लाग्छ यो उभिहरू, बारहरूको पछाडि पनि लाग्छ यो नि पार्टिकल। यो हामीले केही सेन्टेन्सहरू बनाएपछि तपाईँहरूलाई बुझ्नु सजिलो हुन्छ। त्यसपछि चाहिँ हाम्रो यो लेसनमा जस्तै हामीले यो दोषीहरू पढ्छौँ, भर्बहरू, र यो लेसनमा त्यो भर्बहरूको कन्डिसन पनि छ के। त्यो कन्डिसनमा अब हेर्नु, जस्तै हामीले नेपालमा अथवा व्याकरणहरू इङ्ग्लिसमा ग्रामरहरू पढ्यौँ, त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै अब प्रेजेन्ट टेन्स, फ्युचर टेन्स, पास्ट टेन्स, तीनटा टेन्स भनेर पढ्छौँ। टेन्स भनेको चाहिँ काल, वर्तमान काल, भूतकाल, भविष्यकाल। त्यस्तै अब हाम्रो यसमा नियममा पनि के छ, यो मास भन्ने जुन वर्ड छ यो चाहिँ के जनाउँछ भन्दाखेरि यसले वर्तमान पनि जनाउँछ, भविष्य पनि जनाउँछ है। मासले चाहिँ वर्तमान पनि जनायो, भविष्य पनि। जस्तै प्रेजेन्ट र फ्युचर दुइटै हो कि। अब ओकिमास भनेको उठ्छु हो भने उठ्नेछु पनि हुन्छ क्या। उठ्नेछु पनि भन्नु पाइयो, यही कुरालाई हामीले उठ्नेछु पनि भन्नु पाइयो है। जस्तै वतासी वा आसिता रोकुजिनी ओकिमास भनेको म चाहिँ भोलि 6 बजे उठ्नेछु। त्यही कुरालाई वतासी वा आसिता रोकुजिनी ओकिमास 6 बजे उठ्छु भन्नु नि पाइयो है। प्रेजेन्ट र फ्युचर यसमा एउटै हुन्छ नियममा। यसमा हामीले नयाँ कुरा पढिरहेछौँ जुन चाहिँ हाम्रो प्रेजेन्ट र फ्युचर एउटै भयो। त्यसपछि हाम्रो छ यो भूतकाल। भूतकाल भन्दाखेरि हामीले के बुझ्ने, बितिसकेको घटनाहरू, पास्टमा हामीले पहिला गरिसकेको कुराहरू, खाइसकेको, उठिसकेको, पढिसकेको, लेखिसकेको त्यस्तो कुराहरू पढ्छौँ। र लास्टमा हाम्रो यसमा अझै के पढ्छौँ भन्दाखेरि भूतकालको पनि नेगेटिभ के, अफर्मेटिभ र नेगेटिभ भन्ने हामीले इङ्ग्लिसमा पढेछौँ। त्यही सकारात्मक रूप भन्दाखेरि अफर्मेटिभ, नकारात्मक रूप भन्दाखेरि नेगेटिभ। र यो कुरा चाहिँ हाम्रो जहिले पनि, जस्तै यो मैले एउटा चार्ट बनाइदिएको छु, यो चार्टमा तपाईँहरूले हेर्न सक्नुहुन्छ है। यो चार्टलाई मैले अलिकति ठुलो गरिदिएँ, हेर्नुहोस्। वर्तमान भविष्यको सकारात्मक रूप भनेको, सकारात्मक भन्दाखेरि गर्ने फर्म के, म गर्छु भन्ने कुरा, गर्छु अथवा गर्नेछु भन्ने कुरा। त्यस्तै त्यसको अर्को पार्ट के छ, वर्तमान भविष्यको नकारात्मक रूप। नकारात्मक भनेको के हुन्छ, नेगेटिभ, गर्दैन, खाँदैन, उठ्दैन, खेल्दैन, पढ्दैन, यिनी कुराहरू के, यो भयो हाम्रो नकारात्मक रूप। त्यस्तै यही कुरालाई हामीले पास्टमा पनि त भनेको हुन्छौँ। जस्तै मैले कुनै काम गरेँ अथवा गरिनँ, यिनी कुराहरू के, खाना खाएँ, उठेँ, सुतेँ, पढेँ, भ्याएँ भन्ने कुरा हामीले पास्टको सकारात्मक भयो। पास्टको फेरि नेगेटिभमा पनि त हुन्छ नि, म त गरेको थिएँ, झुटो बोलेको थिएँ, त्यस्तै गफ लाथेँ भन्ने कुरा हुन्छ कि। त्यो बेलामा चाहिँ हामीले के गर्ने, पास्टको नेगेटिभ, जसलाई भन्छ हामीले नकारात्मक रूप। अब यसको मेन एउटा फर्मुला बुझ्नु पर्यो हामीले। जस्तै ओकिमास, नेमास। ओकिमास भनेको उठ्छु छ, नेमास भनेको सुत्छु, हाताराखिमास काम गर्छु, यास्मिमास आराम गर्छु, वारीमास सिध्याउँछु है। अब यस्ता जति पनि तपाईँहरूले यो मास पढ्नुहुन्छ, मास तल 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 हजारौँ आए पनि तपाईँले यसरी सर्लक्कै टेबल बनाउन सक्नुहुन्छ। 4 मा पढ्नुहुन्छ, अघिको लेसनमा 5 मा पनि आउँछ, 6 मा पनि आउँछ, यस्तै मासहरू आइरहेको छन्। हामीले यस्तै गरेर टेबल बनाउन सक्छौँ, जसको मिनिङ फेरि के हुन्छ हेर्नु है। जस्तै हामीलाई थाहा छ ओकिमास भनेको के हुन्छ, उठ्छु अथवा उठ्नेछु, किनभने प्रेजेन्ट र फ्युचर एउटै हो। त्यही भएर अब ओकिमास भनेको उठ्छु, मैले चाहिँ मासलाई मैले हाइलाइट गरिदिएको छु, हेर्न सक्नुहुन्छ। सबैको मासलाई मैले हाइलाइट गरिदिएको छु। यसलाई मासलाई मात्रै हामीले चेन्ज गर्दाखेरि, अब जस्तै कुनै काम गर्छु भन्दा मास छ, यदि गर्दैन नेगेटिभ बनाउनु पर्ने, हामीले के गर्ने, मासेन गर्ने। जस्तै ओकिमास भनेको उठ्छु हो, ओकिमासेन उठ्दैन, उठ्दैन क्या, उठ्दैन, झ्याउ सुत्न देऊ न यार, उठ्दियो भन्ने कुरा भयो। त्यस्तै अब उठ्छु र उठ्दैन भन्ने भयो, यो कुरालाई हामीले उठे पनि त भन्नु पर्यो नि, उठे पनि भन्न सक्नु पर्यो। त्यसको लागि हामीले के गर्ने, मासलाई मासिता,
मासिता जनकपुरको माता सीतालाई याद गर्दा पनि भयो। मासिता भन्दाखेरि के बुझ्ने उठिसके। उठिसके भन्दा पनि जुन भव आउँछ त्यसको त्यो किसिमको अर्थ यसले दिन्छ। मासिता भन्दाखेरि पास्ट जनायो के यसले है, क्रिया भइसक्यो। जस्तै ओकिमास उठ्छु, ओकिमासेन उठ्दैन, ओकिमासिता उठे। उठे के उठिसके भन्ने कुरा के। त्यसपछि अब पास्टमा पनि हामीले कुनै काम अब है हिजो म उठेको थिएन, म यति बजे उठेकै थिएन, त्यतिकै गफ लाके यो गरे भन्ने कुरा भयो कि। त्यसमा चाहिँ हामीले के गर्ने अब ओकी। अब हेर्नु त मासेन भन्दाखेरि के हुने रहेछ नेगेटिभ, मासेन आयो। अब मासेनलाई पनि पास्टमा बनाउनु पर्यो भने हामीले यसमा देशिता जोड्ने कि मासेन देशिता। हेर्नु त यहाँ मासेन देशिता क्या है यहाँ ओकी मासेन देशिता उठेको थिएन अथवा उठिन भन्ने कुरा है। त्यस्तै हामीले सेम अर्को भवलाई नेमास भनेको सुत्छु, त्यस्तै नेमासेन भनेको के हुन सक्छ होला सुत्दैन। नेमासिता सुते, नेमासेन देशिता सुतेको थिएन। त्यस्तै अर्को हाम्रो इक्जाम्पल छ हाताराकिमास। हाताराकिमास भने काम गर्छु, ए म त भोलिबाट काम गर्छु भन्ने कुरा जाँगरको साथ। फेरि ओके हाताराकिमासेन काम गर्दैन। हाताराकिमासिता मासिता भन्दाखेरि के भयो त पास्ट। पास्ट भन्दाखेरि के बुझ्ने क्रिया भइसकेको, ए म त काम गरिसके यार भन्दाखेरि हाताराकिमास्ता। त्यस्तै काम गरेको थिएन त्यतिकै गफ लाग्थ्यो यार म त हाताराकी मासेन देशिता नै गरेको थिएन त्यतिकै झुटो बोले। त्यस्तै हाम्रो अर्को इक्जाम्पल हेर्न सक्नुहुन्छ यासुमी मास आराम गर्छु, यासुमी मासेन आराम गर्दैन, यासुमी मास्ता आराम गरे, यासुमी मासेन देशिता आराम गरेको थिइन। त्यस्तै अर्को हाम्रो छ वारी मास सिद्ध्याउनु अन्त गर्नु। वारी मासेन सिद्ध्याउँदैन अझै गर्दैछ। वारी मास त ए सिद्ध्याइसके अमुक छ भ्याइसके पढेछ आज भ्याउ लाग्यो अब भ्याइसक्यो वारी मास त है भ्याएको थिएन। वारी मासेन देशिता म त सरले चाहिँ टेस्ट लिनुभयो त भ्याएकै थिएन यार त्यतिकै सरले थुदिदिनु भयो त्यो वारी मासेन देशिता। यसरी हामीले यो लेसनमा के बुझ्ने वर्तमान भविष्यको सकारात्मक रूप भन्दाखेरि मास मास भएको जति मनबाट आउँछ त्यो मास। जस्तै यहाँ मैले अझै एउटा लेखिदिएको छु हेर्नु त बेङ्क्यौसिमास है। बेङ्क्यौसिमास भन्दाखेरि के हुन्छ अध्ययन गर्नु। अध्ययन गर्नु अब अध्ययन गर्दैन भन्दाखेरि के भन्नु पर्यो बेङ्क्यौसिमासलाई मात्रै चेन्ज गर्ने सिमासेन गरिदिने भ्याइयो अध्ययन गर्दैन। बेङ्क्यौसिमास्ता अध्ययन गरे, बेङ्क्यौसिमासेन देशिता अध्ययन गरेको थिइन है। यसरी चाहिँ हामीले लेसन 1 है लेसन 4 पढिराख्दाखेरि चाहिँ हामीले यिनी कुराहरू युज गर्न सक्छौँ। मैले तपाईँहरूलाई अब केही सेन्टेन्सको रूपमा यसलाई हामीले बुझाउन गइरहेको छु, त्यही भएर धैर्य गरिदिनु होला। जस्तै मैले केही सेन्टेन्सहरू यहाँ लेखिदिन्छु रेही है इक्जाम्पलको रूपमा। जस्तै म चाहे है आज बिहान 6 बजे उठे। अब यो कुरा छ यो सेन्टेन्सलाई हामीले निहोङ्गो भन्नु पर्यो भने कसरी भन्ने ध्यान दिनु होला है। उठे भनिसकेछ आज बिहानको कुरा हो है। आज बिहान भन्दाखेरि त आज बिहान बितिसकेको घटना हो, त्यही भएर चाहिँ हामीले ध्यान दिनुपर्छ। यसलाई हुनेको गर्दाखेरि के हुन्छ मलाई त सबैलाई थाहा छ के हुन्छ वातासी वा भनेको चाहिँ भयो। आज बिहानलाई के भनिरहेछ यहाँ हेर्न सक्नुहुन्छ आज बिहान केसा व्याख्या लेखिदिने केसा। 6 लाई निहोङ्गोमा के भन्छ रोकु, बजेलाई के भनिन्छ जी। यहाँ पार्टिकल हाम्रो टाइमको पछाडि कुन पार्टिकल आउँछ नि रोकु जी नि ओकिमास। ल हेर्नु त मिल्यो ओकिमास म चाहिँ आज बिहान 6 बजे उठ्छु भन्ने कुरा भयो कि। तर हाम्रो यहाँ के भयो आज बिहानको त उठिसकेको कुरा हो नि, त्यही भएर हामीले यहाँ के गर्ने मासलाई मासिता। हामीले मासिता किन गर्यो किनभने पास्ट बनाउनको लागि मासलाई हामीले के गर्नुपर्छ मासिता। यो टेबलमा हामीले सिकिसके त्यही भएर के भयो वातासी वा केसा रोकु जिनी ओकिमास्ता म चाहिँ आज बिहान 6 बजे उठे। त्यही कुरालाई म चाहिँ
हरेक बिहान है, हरेक बिहान 6 नभनौँ 5 बजे उठ्छु ल, 5 बजे उठ्छु। हरेक बिहान, हरेकलाई के भनिरहेछ? माई है, माई भन्छ हरेकलाई। अब यहाँ पनि सेम हाम्रो के भयो? वातासी वा। हरेकलाई के भनिन्छ? माई। बिहानलाई के भन्छ? आशा। यहाँ हेर्नु है, आज बिहानलाई केसा, हरेक बिहानलाई फेरि माई आशा, 5 लाई के भन्छ? गो, बजेलाई जी, टाइमको पछाडि कुन पार्टिकल आउँछ? नि। गोजिनी, उठ्छुलाई के भन्छ? अब हामीले के लेख्ने यहाँ? ओकिमास, किनभने यो हाम्रो कि प्रेजेन्ट कि फ्युचरको लागि हामीले फोकस गर्छौँ। चाहिँ म चाहिँ हरेक बिहान 5 बजे उठ्छु, उठ्नेछु भन्न पाएँ। त्यही भएर यहाँ चाहिँ हामीले के गर्यौँ? मास राख्यो। अब तपाईहरुलाई अलिकति कन्फ्युजन हुन सक्छ। अब यो बजे भन्दाखेरि टाइममा हामीले कसरी, अब निहोङ्गोमा टाइमलाई कसरी चिन्ने, कसरी भन्ने कुरालाई तपाईले ध्यान दिनुपर्ने हुन्छ। अलिकति थोरै धेरै हैन, मैले यहाँ लेखिदिन्छु। जस्तै इची, नि, सान, योन, योनलाई सी पनि भन्छ है, गो, रोकु, नाना, नानालाई सिची पनि भन्छ, हाची, त्यसपछि क्यू, क्यूलाई कु पनि भन्छ, जिउ, त्यसपछि जिउ इची, त्यसपछि जिउ नि। यो हाम्रो गिन्ती भयो। हामीले चाहिँ अब टाइममा 12 सम्म युज गर्यो भने हामीलाई पुग्छ। त्यही भएर अब 1 2 3 4 5 6 7 8 9 10 11 12। अब यसमा हामीले के बुझ्नु पर्यो भने जी भनेको के हुने रहेछ? बजे। त्यही भएर हामीले जी मानम यहाँ लेख्दियो जी। अब 1 बजे भन्दाखेरि के भन्ने? इचिजी। 2 बजे निजी। 3 बजे सांजी। 4 बजेलाई अब फोकस गर्नु पर्यो। 4 बजे, 4 बजेलाई हेर्नु, योजी मात्रै भन्छ है, योजी। योन पनि भन्दैन, सी पनि भन्दैन, योजी। त्यसपछि गोजी, गोजी के हो नि त? गोजी, गोजीमा केही छैन भन्दा 5, गोजी, रोकुजी। अब टाइममा फेरि नानाजी नभनेर के भन्ने रहेछ? सिचिजी, हाचिजी। 9 बजेलाई फेरि क्यू नभनेर यसमा हामीलाई कु भन्नुपर्छ है, कुजी। 10 लाई फेरि जिउजी, 11 लाई जिउजी, 12 लाई जिउनीजी। यसरी हामीले टाइमलाई याद गर्न सक्छौँ है। 4 लाई योजी भन्ने रहेछ, 7 लाई सिचिजी, 9 लाई कुजी। यो याद भएपछि हुन्छ। र टाइममा हाम्रो हान, हान भन्ने एउटा वर्ड आउँछ। हान भनेको हामीले के बुझ्नु पर्यो? 30 भनेर बुझ्नु। साढे भन्ने वर्ड के, साढे। जस्तै मानौँ अब 1:30 बज्यो भन्दाखेरि मानौँ यसरी हुन्छ है, 1:30। यसलाई के भन्ने? इची जी हान देश। इची जी हान देश। हान भनेको चाहिँ आधा। र यो लेसनमा चाहिँ हामीले अब यो कुराहरू सिक्यौँ होइन। वातासी वा रोकुजी नि ओकिमास, त्यस्तै वातासी वा माई आशा गोजी नि ओकिमास। अब क्वेसन पनि गर्न सक्नु पर्यो। क्वेसनमा चाहिँ अब तपाईँ चाहिँ कति बजे उठ्नु भयो है, तपाईँ चाहिँ कति बजे उठ्नु भयो भन्नलाई हामीले के भन्न सक्छौँ? तपाईँ चाहिँ कति बजे उठ्नु भयो? क्वेसन गर्नु पर्यो। तपाईलाई के भन्ने छ? आनाता, आनातावा। कति बजेलाई के भन्ने छ? नान्जी नि ओकी। के हुन्छ होला? उठ्नु भयो। उठ्नु भयो भन्दाखेरि पास्ट। गुड। पास्ट बनाउनलाई हामीले के गर्नु पर्यो? मासिता। हामीलाई थाहा छ क्वेसन बनाउनको लागि हामीले के थप्नु पर्छ? का। आनातावा नान्जी नि ओकिमास्ता। कति बजे उठ्नु भयो है, अथवा आज बिहान कति बजे उठ्नु भयो? आनातावा केसा नान्जी नि ओकिमास्ता। यसरी हामीले क्वेसन गर्न सक्छौँ। त्यसपछि
यसमा हामीले अझै अलिकति के जान्नुपर्ने छ लेसन 4 भन्दा अलिकति मैले सानो गर्छु इन्टरफेसलाई। हामीले मिनेटको बारेमा जान्नु पर्यो कि है। मिनेटलाई निहंगोमा फोन अथवा फोन दुईटा भन्ने छ। सेकेन्डलाई निहंगोमा ब्यो भन्छ है। ब्यो भनेको चाहिँ सेकेन्ड। अब फोन र पुन किन भन्दाखेरि फोन र पुन यो मिनेट पछि चेन्ज भइरहेको छ। मैले तपाईलाई केही हिन्ट दिन्छु, एकदम इजी छ। 2 5 7 9 यो बाहेकको यो जति पनि छ 2 5 7 9 यसको यदि मिनेटमा यिनी नम्बरहरू आउँछ भने यसमा हामीले फोन लगाउनु पर्छ। जस्तै मानव अब अहिले कुरा गरौँ न ल 2:52 एउटा इक्जाम्पल 2:52 यसरी भन्नु पर्यो भने हामीले के भन्ने 2 लाई के भन्छ नि, बजेलाई के भन्छ जी। निजी 50 र 2 52 लाई पहिला हिरागानामा के भन्छ गो जिउ नि। गो जिउ नि भनेको चाहिँ 52। अब नि भन्दाखेरि यो 2 परेछ, त्यसो यहाँ के लेख्ने हामीले फोन निज्यू सुन्नुहोस् निजी निज्यू गो फुन्देश निजी निज्यू नि फुन्देश। त्यस्तै यदि 7 आयो भने निजी 7 आएको भन्दाखेरि अब 57 हुन सक्छ, 7 मात्रै पनि हुन सक्छ। 57 आयो भने हामीले के भन्न सक्छौँ यहाँ गोज्यू गोज्यू नाना फोन यसरी भन्न सक्छौँ है। यदि नम्बरमा हाम्रो मिनेटको पछाडि 2 5 7 9 आयो भने फोन गर्ने। तर यदि यो बाहेकको नम्बरहरू जस्तै 1 3 4 6 8 10 यिनीहरू आयो भने हामीले चाहिँ के गर्ने पुन गर्ने पुन। यसमा पनि अलिकति फरक छ है। 1 आयो भने चाहिँ के गर्ने इपुन है। 8 आयो भने हामीले के गर्ने हापुन। 6 आयो भने फेरि हामीले रोपुन गर्नुपर्छ। त्यस्तै 10 लाई हामीले जिउपुन पनि भन्न पायौं। जिउपुन अथवा जिपुन है, जिपुन दुईटै भन्न पायौं। यो कुरा गर्नुपर्छ। 2 5 7 मा छ भने के भन्ने फोन भन्ने र त्यो बाहेकको संख्याहरू आइरहेछ भने हामीले पुन भन्ने। त्यसमा पनि यदि 1 6 8 यिनीहरू चाहिँ आछ भने इपुन रोपुन भन्दै जाने। र यो लेसनमा हामीले अब टाइम कसरी सोध्ने भन्ने कुरा, टाइम सोध्नलाई हामीले के भन्न सक्छौँ अहिले कति बज्यो भनेर सोध्छौँ क्या हामीले। अहिले कति बज्यो अहिलेलाई के भन्ने छ इमा। कति बज्यो भन्दाखेरि नान जी। अब क्वेशन भन्नलाई के भन्ने हामीले देशका इमा नान जी देशका। अहिले कति बज्यो भन्दाखेरि अब टाइम भन्दा हामीले के भन्ने इमा अहिले। अब मानौ ल टाइमै हेरेर भनौँ ल 2:52 यहाँ 2:52 आइसकेछ है। म अर्को लेख्छु मानौ 4 बजेर अहिले 4 बजेर है। ल मानौ 4 बजेर 40 मिनट भयो। यसलाई भन्नुपर्यो भने 4 लाई हाम्रो टाइममा के भन्ने रहेछ हेर्नु त यो जी इमा यो जी। 40 लाई निहंगोमा के भन्छ योन ज्यू। 10 आएपछि लास्टमा हामीले के गर्न पर्छ पुन। त्यही भएर हामीले के लेख्ने यहाँ पुन्देश है। इमा योजी योन ज्यू पुन्देश। अब यसलाई चाहिँ हामीले अब फरक अवस्था यो ज्यू पुनलाई चेन्ज पनि गर्न सक्छौँ है। जस्तै योन ज्यू पुन छ नि, यसलाई हामीले योन जिपुन लेख्न पाइयो है।
यौनजीव पुन्देश। त्यसै मानौँ अब 3:15 लेख्नु पर्यो भने 3:15 भयो, यसलाई भन्नुपर्ने 3 लाई के भनिन्छ सान, त्यही भएर के लेख्ने सान जी, 15 लाई के भन्ने ज्यू गो, 5 आएपछि के गर्ने 5 आएपछि फुन, त्यही भएर के लेख्ने फुन, यसमा चाहिँ पुन भएछ फुन, सान्जी ज्यू गो फुन देश है। यसरी हामीले टाइमको बारेमा लेसनमा पढ्न सक्छौं है। र चाहिँ यसमा नि पार्टिकल आउँछ र चाहिँ यो हामीले मास, मासेन, मासिता र मासेन देशता बुझ्न एकदम जरुरी छ यो लेसनमा। यो लेसनमा चाहिँ तपाईले यति कुराहरु लगभग बुझ्नु भयो भने यो लेसन चाहिँ कम्प्लिट हुन्छ। यो लेसनलाई चाहिँ इनफ हुन्छ जस्तो लाग्छ मलाई। त्यही भएर चाहिँ मिनासान एकदम राम्रोसँग तपाईहरुले पनि यस्तो किसिमको सेन्टेन्सहरु आफैले क्रिएट गर्नुस्। तपाई चाहिँ आज कति बजे उठ्नु भयो, के गर्नुहुन्छ, अझै यसमा हामीले धेरै कुराहरु पढ्नु पर्ने हुन्छ। खारा र मादे यिनी कुराहरु पनि बाँकी छ। खारा भनेको देखि, मादे भनेको सम्म है। जस्तै तपाई चाहिँ कति बजेदेखि कति बजेसम्म काम गर्नुहुन्छ। ल जानी जानी बेलामा एउटा अझै मैले एक्जाम्पल लेखिदिन्छु। तपाई चाहिँ कति बजेदेखि कति बजेसम्म काम गर्नुहुन्छ। यसरी हामीले यो कुरालाई भन्न पर्यो भने के भन्ने, तपाईलाई के भन्ने पहिला आनाता, चाहिलाई वा, नान्जी भने के हुन्छ कति बजे, नान्जी, देखि भन्दाखेरि के भन्ने यहाँ चाहिँ हेर्नुस् देखि र सम्म के लेख्ने यहाँ नान्जी कारा, फेरि कति नान्जी मादे। काम गर्नुलाई के भन्छ हेर्नु त हाताराकिमास, हाताराकिमास भने के हुन्छ काम गर्नु। अब यसलाई हामीले के लेख्ने हाताराकी, हाताराकिमास। अब क्वेशन बनाउनको लागि के गर्नुपर्छ हामीले, सबलाई थाहा भएको कुरा का थप्दिने। के भयो आनाता वा नान्जी कारा नान्जी मादे हाताराकिमास का। तपाई चाहिँ कति बजेदेखि कति बजेसम्म काम गर्नुहुन्छ के भन्ने वतासी वा, मानव म 9 बजेदेखि 3 बजेसम्म काम गर्छु। वतासी वा कुजी कारा, 9 बजेलाई के भन्ने छ कुजी, कुजी कारा सान्जी मादे हाताराकिमास, काम गर्छु। तपाई चाहिँ कति बजेदेखि कति बजेसम्म पढ्नुहुन्छ। आनाता वा नान्जी कारा नान्जी मादे बेंक्योशिमास का, के भन्ने वतासी वा जोजी कारा योजी मादे बेंक्योशिमास है। अब यसमा हामीले नयाँ कुरा एउटा अब कारा र मादे सिक्यो र एउटा चाहिँ हामीले पढ्छौं गोजेन र गोगो। गोजेन भनेको हुन्छ एएम, गोगो भनेको पीएम भनेको। अब यो इंग्लिशमा थाहा छ तपाईहरुलाई, रातिको 12 बजेदेखि दिउँसोको 11:59 सम्म एएम, दिउँसोको 12 बजेदेखि रातिको 11:59 सम्म पीएम। यो समयलाई हामीले युज गर्न सक्छौं। र चाहिँ अब तपाईहरुसँग रिक्वेस्ट छ कि तपाईहरुले यिनी कुरालाई राम्रोसँग मनन गरेर फेरि एकचोटी रिभिजन गर्नुहुन्छ। र चाहिँ यस्तै नेपालीमै तपाईहरुले आफूले सोचेको के अरूले भन्ने हैन कि आफूले सोचेको क्वेशनहरु बनाउने लेख्ने गर्नुभयो भने चाहिँ तपाईहरुलाई एकदमै यो इफेक्टिभ हुनेछ जस्तो लाग्छ। र तपाईहरुलाई केही बाधा पर्यो भने पनि तपाईहरुले फेरि मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ, म त्यसको चाहिँ अवश्य नै रिप्लाई गर्नेछु। आजलाई चाहिँ अब यति नै राखौं है। के वा कोरे देवारी मस्यो उच्कारी समदेस्ता जा माताने।